हो साथीहरू। अब हामी चाहिँ जो भन्नु पऱ्यो यो त्रिवेणी, यसो त्रिवेणी धामको गजगरातिर जाँदैछौँ तपाईँहरूलाई। यो चाहिँ आज नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना। अब यहाँ चाहिँ हाम्रो साथी, हाम्रो छोरो के साथी, उहाँ चाहिँ कपिल शर्माज्यू हुनुहुन्छ, कपिल भुषालज्यू। उहाँ चाहिँ लङ ड्राइभ गर्दै हुनुहुन्छ। यो बाटो देख्नु सक्नुहुन्छ, एकदम गाडीहरूको ओहोरदोहोर छ, भिड छ, अस्तव्यस्त छ हेर्नुहोस् एकदम। आज चाहिँ 2082 सालको पहिलो दिन। सबैमा सुख शान्ति समृद्धि र उत्साह जागोस् भनेर हामी पनि हेर्नु। अब अहिले गजगरा जाँदैछौँ, गजगराको बाटोमा छौँ। यो गजगरा भने गजेन्द्र मोक्ष दिव्य धाम यो त्रिवेणीमा अवस्थित छ, त्रिवेणीमा अवस्थित छ गजगरा। अब यसको चाहिँ तपाईँहरूलाई सायद मोटामोटी रूपमा थाहा पनि होला। यहाँ चाहिँ गज भनेको हात्ती, गरा भनेको, अब गजगरा भनेको हात्ती र गइको कथा किंवदन्ती यहाँ भेटिन्छ। हात्ती र गइको बारेमा किंवदन्ती यसको बाटो सबै ठाउँमा गएर तपाईँहरूलाई म देखाउनेछु। गजगरा कस्तो छ, के छ म देखाउनेछु। एकदम राम्रो सुन्दर पर्यटकीय स्थल छ, यसमा तपाईँहरू सबैले भिजिट गर्नु होला। यसको आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने हाम्रो यो चाहिँ ठाउँहरूलाई हामी आफैले प्रचार गर्दै अगाडि बढ्नुपर्छ। यो गजगरा त्रिवेणी यो चाहिँ तपाईँको धार्मिक हिसाबले, पर्यटकीय हिसाबले र सौन्दर्यताको हिसाब, सबै हिसाबले यो चाहिँ एकदम रमणीय स्थान छ। अहिले हामी करिब अझै 5 मिनटको यात्रापछि हामी यहाँ पुग्नेछौँ। यहाँबाट राइट, यहाँबाट सिधा गएदेखि हामी गजगरा जान्छौँ। अगाडिको बाटो त्रिवेणी धामतिर जान्छ। यो पारी जो तपाईँले पारीको पहाडहरू देख्नुभएको छ, यो चाहिँ चितवन पर्छ। पारीको पहाडहरू देख्नुभएको छ, यो चाहिँ चितवन जिल्ला पर्दछ है। वारी नवलपरासी जिल्ला छ। त्यसैको साथमा चाहिँ भैँसालोटा इन्डिया बोर्डर वाल्मिकी नगर त्यो पर्दछ। यो चाहिँ हाम्रो बर्दघाट बजारबाट धेरै टाढा छैन। यसको गन्तव्य तपाईँको करिब 21 किलोमिटर जति छ गजगरा। त्रिवेणीबाट सजिलै तपाईँ